Hello guys, welcome to my channel. यो चाहिँ मेरो बहिनी अनि आज चाहिँ हामीले के गरेका छौँ भने घरमै बनाएको आटाको मोमो हो एन्ड दिस इज द मोमो अलिकति बिग पनि छ अलिकति सानो पनि छ के छ अल्टर अल्टर छ अनि त्यसपछि हामीसँग छ करेन्ट अन्त त्यसपछि यो पोच एग छ अन्त त्यसपछि हामीसँग यहाँ छ अचार यहाँ राखौँ होला and let's get started. करेन्ट त एकदम धेरै लागेको छ गाइस त्यही भएर हामी सुरुमा करेन्ट चाहिँ खान्छौँ हामीले मलाई त्यो कपिल हालेको गाइस धेरै पिर हालेको छैन यसमा This is first bite challenge, okay? ए one bite challenge. ल गाइस हामी one bite challenge गर्छौँ. Started. ल गाइस अलिकति नि मलाई यतिले दिएन यसरी राख्नुलाई सायद करेन्ट चाहन्छ फर्स्ट टाइम मैले यस्तो गरेर गरेको करेन्ट चार्ज मेरो नहुनु त कुरै भने गाइस ल फेरि one bite challenge. अहिले हामी च्यालेन्ज गर्दैछौँ विथ एग है विथ एग गाइस सब भयो त मेरो थोरै नि मेरो धेरै छ आठ भयो मेरो छैन So let's start it with the big retro shape. यो चाहिँ आटा मोमो हो आटाको मोमो गाइस यो हेल्दी तर मोमो चाहिँ अलिकति सिलाउनु पनि आँटेको रहेछ मन तातो हो त्यो चाहिँ सिलाएको पनि छैन मेरो चपस्टिकको स्किल डान्स गर्ने हो ओके एउटा मात्र हाल्नु सक्यो एउटा च्यालेन्ज
मैले त बिर्सिरहेको थिएँ त्यसरी खानु हुँदैन नि यसरी खाने गाइस फेरि हाम्रो यहाँनिर यो मिलेन टेक्निकल एरर भयो अल्टर अल्टर बनाएको सेलाएर चल्छ फेरि यो फेरि कति सानो थियो एउटा मोमो एउटा मोमो च्यालेन्ज गर्छु यसलाई चाहिँ सही लाग्छ कि मैले थोरै ल्याएको छु सानो ल्याएको छु उसले धेरै ल्याएको छु अभियसली गाइस लागिहाल्छ नि त्यही पनि हो गाइस म लेजी थियो भनेर नचाहेको त्यत्तिकै निल्दै थियो भने लेजी थियो होइन त्यो होइन तन्ने छ अहिले हेर्नु न अहिले पनि कति छ अलिक फुल यस बट यति हान्छु गाइस म सक्दिनँ अब खाना वेस्ट गर्यो यसले फुड वेस्ट गर्यो भनेर नगर्नु होला गाइस यो किनभने हामी भोलि बिहान तताएर भए पनि खान्छ कसलाई हुन्छ घरमा म बनाएको बेलामा त्यो दिन चाहिँ त्यो बेलुका आउँछ त्यो बेला चाहिँ वाक्क हुन्छ अनि भोलि त्यही तताएर दियो भने यस्तो मिठो हुँदैन 20 21 22 23 24 25 25 रह भनेपछि एप्रिलको गाई चाहिँ अहिले टोइलेट भनेको चाहिँ ममा हामीसँग 25वटा छ 25वटा रहेको छ भने अघि हामीले हाल्दाखेरि चाहिँ ममा 50वटा भएको थियो गाईतिर भन्दा फेरि टोनली नसुनिरहेको छ हामीले गला थिएनौँ अघि त्यही भएर हो यो तर 50वटा थियो होला किनभने यत्रो भएछ नि त हजुरहरूले गर्नुभएको होला हामीले कतिवटा दजर पनि यत्रो उब्रियो हामी फ्याँक्दैनौँ फेरि खान्छौँ अब लास्ट वान बाइट ओके नो लास्ट वान बाइट लास्ट वान अब स्किन धेरै खाएर हो गाइस यो I can guys so okay let's end this video with उहाँहरूले कसरी गर्नुहुन्छ यति धेरै खाएर अझ 100 मोमो च्यालेन्ज 200 मोमो च्यालेन्ज अनि त्यो रोस्टहरू हाउ कसरी हामीले यति खाएर त गाह्रो भयो त्यो कर्चा पनि हामीले 2टा हालेको थियौँ नि 2टा हो कर्चा त अनि 2टा अन्डा अनि 2टा अन्डा अनि यो पनि यस्तै गाइस त्यस्तै so bye bye guys